हाइवे हो क्या त यो? हजुर यो तपाईँको पूर्व मेचीदेखि पश्चिम महाकाली ठेकिने हो यो। 0.2 गाडीको लाइन दिनमा कतिचोटि ट्रिप लागिरहेको हुन्छ अहिले? अहिले त अफ सिजन हो सर, कहिले एक ट्रिप कहिले दुई ट्रिप हुन्छ। सिजनमा चाहिँ हामी 4-5 ट्रिप हुन्छ। सुगरको पेसेन्ट पनि तपाईँले कम्ती हो तर चल्छ चले आखिर सुगरको नि जोडले अहिले पुरा चलिरहेको छ। तर हाम्रै गाडी पनि जान दिनुपर्ने हो नि त्यहाँसम्म त है? पहिले दिन्थ्यो कि सर, सिलगढीसम्म जान दिन्थ्यो, धेर घोटाला भएर अनि त्यहाँबाट नक्सलसम्म मात्रै गरिदियो। नक्सलसम्म पनि गर्दाखेरि त्यस्तै ड्राइभरहरूको त अब काम हुन्छ। त्यो धेरै नै अब उ गर्न थाले कि भयो क्या धेरै। अब मै हो भन्ने साँडे पल्टेपछि राख्छ त बाँकी मान्छेले, अनि अब यहाँकोले त झन् अब नेपालीलाई गन्दै गन्दैन, पहिले प्राथमिकता त गन्दै गन्दैन। त्यसले गर्दा अनि अहिले ठ्याप्पै बन्दै गरिदियो। अनि पाण्डिङ लेभल त एक लेभलको थियो नि, अब यो टालेपछि त्यही त गाडाङ गुडुङ भइहाल्छ। नभए त्यो पनि अघि देख्नु पनि त्यहाँ एक लेभलको थियो नि, त्यो अस्ति भर्खर 120 किलोमिटर छ गान्तोक है? हजुर सिलगढी। यो सिलगढी गयो, हामी सिलगढी भन्दै त्यही आखिर त्यो बाटोबाट पनि जान मिल्छ है? सिलगढी नै हो नि, त्यो बाटो पनि सिलगढी नै हो कि। त्यो सिलगढीबाट सबै सिलगढी नै पर्छ। यहाँबाट अलिक के अरे बालासन ब्रिज पक्रिने बित्तिकै सिलगढी पक्रियो कि यहाँबाट। तर तपाईँको के छ भने यहाँ चाहिँ अब फुलबारी फुलबारीकै छेउमा फुलबारी हो। फुलबारीकै छेउमा पर्छ। फुलबारी भनेको 42 किलोमिटर पर्छ यहाँबाट, मतलब यहाँबाट होइन काँक्रेटाबाट 42 किलोमिटर पर्छ। आखिर यताबाट गएर उताबाट घुमेर त्यही सिलगढी निक्लिने हो? निक्लिने त सिलगढी निक्लिने। हामी मार्केटदेखि 5-6 किलोमिटर ओरतिर हो त्यही त। मार्केट छ नि जुन त्यहाँदेखि अलिक ओरतिर मार्केट। हजुर त्यहाँतिर राम्रो आइहाल्यो नि होइन? हजुर अर्को चोक यहाँ आएको त्यही त, यस्तै चोक लागेको थियो कि। त्यो अलिकति देखियो नि। कहिले आउनुभएको रहेछ नि? को हामीहरू भर्खर आएको त हो नि। दुई महिना भयो। 2 महिना भयो। तपाईँ लिएर गएको थियो? 2 महिना 1.5 महिनामा बोलाउँछ नि त। गरिब मान्छे तपाईँ गर्न सक्दैन। हजुर गरिब बहुत महँगो दबाई छ। ठिक चाहिँ मान्छेले के भन्छन् यहाँ ठिक भएकै भन्छन्, प्रायःले त्यसै भन्छन्। अब कस्तो के हो होइन, आफूले त युज गरेको होइन,
तर पनि अब यहाँ प्रायःले त्यसै भन्छन् ठिक भएको राम्रै रहेछ भन्छन् कतिले चाहिँ अब चित्त नबुझेर होला खोइ ठिक छैन पनि भन्छन् सामान महँगो दबाई महँगो टन्नै भिड आउँदो रहेछ भन्ने पनि कुरा गर्छन् भिटामिन आइटम बढी बुझाउनु हजुर भिटामिन आइटम चाहिँ भिटामिन आइटम चाहिँ ज्यादा भिड आउँदैन नि सबै व्यापारहरू छ अरू के भन्नु मान्छेको नि व्यापार त्यहाँबाट यो बाटो फरक आयो कि हाल्छ के हो यही हो यो बाटो सर्ट बाटो पनि छिटो पनि यही बाटो हो अरू कुनै बाटो छैन उहाँबाट सिटी सेन्टरबाट घुमेर आउनुपर्छ उताबाट फेरि यता युटर्न आउनुपर्छ घुमेर आउँदाखेरि यो सिलगढी निक्लेर उता तपाईँको हङ्गा मार्केटको छेउबाटको महानन्द ब्रिजबाट यसरी घुमेर आउनुपर्छ त्यो र यो घुम्दा चाहिँ कति किलोमिटर फरक पर्छ धेरै पर्छ नि धेरै फरक पर्छ है 8-10 किलोमिटरको फरक पर्छ तपाईँले भनेको यही गोल्छ हो यहाँबाट यता फुलबारी लाग्छ यता फुलबारी यता नौकाघाट यसैलाई नौघाट भन्छ होइन त हजुर उल्टै हिँड्ने राइडिङहरू लागेको चाहिँ अब यहाँ टक्क राइट फुत्तै पर अगाडि सिधै त हो यसले पनि त अरू व्यापार हजुर व्यापारीहरूले पनि छ मिस्टेक आयो क्या हो उतापट्टि अर्को उता तलतिर जानुपर्छ तलतिर हिँड्नु नि तपाईँ हो भनेको हजुर तलतिर हिँड्नु नि तलतिर फर्काउनु बाटोमा हो मैले देखिसकेँ हो अर्कोमा हो क्या उहाँ मान्छेहरू देख्नु भने त्यहाँ अर्को गल्ली हामी सिधै आयो अलिकति तल गएर छिर्नु पर्थ्यो होइन हामी यता आयो हो यो चाहिँ हो ऊ त्यहाँ मान्छे भेला भइरहेको हो छिटो आउने भएर हो क्या हामीभन्दा छिटो यिनीहरू आउँछ क्या हो यी खुलेकै छैन यिनीहरू पनि पहिले पनि आएको थियो यो गाडी